स्वागत छ डिसेबिलिटी दोस्रो मेरो स्टोरीमा सम्पूर्ण युट्युब दर्शकहरूलाई। आज म उपस्थिति भएको छु तपाईँहरू सामु मेरो दोस्रो भाग भिडियो लिएर होइन। र यसरी चाहिँ मैले अब हामी भरौलीमा दसैँ सरै आयौँ होइन, 3-4 क्लास 3मा पढ्थेँ होइन। मेरो पढाइ चाहिँ पुनः सुरु भयो होइन, सुरु भयो। तर धेरै थिए अप्ठ्याराहरू, समस्याहरू धेरै थिए होइन। एउटा गरिबीको खडेरीले घेरेको थियो। अनि स्कुल जानुपर्ने भनेको बेलामा कपी किताब नहुने होइन। बुवा आमाको आर्थिक अवस्था एकदमै नाजुक थियो। त्यो भएर भनेको बेलामा हरेक कुराहरू पाइँदैन थियो होइन। कहिलेकाहीँ अब तपाईँको भनेको बेलामा खाजा खान नपाइने होइन। त्यस्ता धेरै समस्याहरू थिए होइन। त्योभन्दा ठुलो समस्याहरू पनि थियो होइन। हाम्रो आफ्नै पारिवारिक समस्याहरू, बस्ने घर थिएन, अर्काको घरमा, थोत्रे घरहरूमा त्यसरी बस्नु पर्थ्यो सरी होइन। अनि अर्को एउटा त्यो बाल्यकालमा चाहिँ मैले बिर्सिन नसक्ने के पनि छ भने तपाईँको 2 दिन भोकै बसेको पनि क्षणहरू छ होइन। पानी खाएर सुतेको त्यस्तो क्षणहरू पनि छ। त्यस्तो दिनहरू पनि बिताए, त्यो बिर्सिन सक्दिनँ होइन। अनि घरमा बसेर अब हुन्छ नि एउटा बाल्यकालमा चाहिँ हरेक कुराहरू अब एउटा नभइसकेपछि अरू र पेटभरि खाना नभएपछि चाहिँ पढ्नलाई पनि गाह्रो हुँदो रहेछ कि। त्यो भोको पेट लिएर पढ्न पनि त्यो मन नलाग्दो रहेछ होइन। र त्यो भएर हामी स्कुल गयौँ भने पनि अब आधी बाटोमै खेल्ने, कतै जाने त्यस्तो गर्थ्यौँ कि। अनि पढ्न मन नलाग्ने, नजाने होइन। अब त्यस्तो थियो। अनि पछि बिस्तारै मैले पनि अब बाहिरैतिर अर्कैको घरमा बसेर भए पनि बरु कमसेकम खान त पाइन्छ अरू केही नपाए पनि भन्ने एउटा सोचले चाहिँ अनि म चाहिँ 11 वर्षको उमेरदेखि चाहिँ म अर्काको घरमा बसेर मैले पढ्न थालेँ होइन। र त्यो पढ्ने क्रममा पनि मैले एक ठाउँमा मात्रै बसेर पढिनँ होइन। तर म त्यसरी अर्काको घरमा बसेर पढे पनि एउटा परिवार जस्तो भएर बसेँ म लगभग धेरै ठाउँमा चाहिँ है। त्यसरी पैसामा तलबमा चाहिँ म बसेको होइन काम गर्नलाई होइन। मैले पढ्न पाउनुपर्छ र बाँकी टाइममा चाहिँ म काम गर्छु भन्ने शर्तमा म त्यसरी बस्थेँ होइन। र त्यसरी मैले पढेँ। पढ्न त मैले धेरै पढिनँ होइन। त्यस्तो आइए बिए डिग्री त मैले गर्न सकिनँ होइन। मैले 10 क्लाससम्म पढेँ। 10 क्लास मैले फेलै गरेर छोडिदिएको हो होइन, नढाँटी भन्नुपर्दाखेरि। र पछि 10 क्लास पढेर फेल गरेर मैले स्कुलबाट निस्किसकेपछि चाहिँ अनि मैले आफूलाई चाहिँ लगभग 18-19 वर्षको भएको थिएँ त्यतिखेर। त्यसपछि चाहिँ मैले काम गर्नतिर मेरो मन गयो होइन। अब मैले काम गर्नुपर्छ भन्ने मलाई लाग्यो। एउटा घरको अवस्था, स्थिति, समस्याहरू सबै बुझेपछि चाहिँ त्यस्ता यथावत घराइसी समस्याहरूले पनि एउटा पढ्नको लागि चाहिँ रोकआउट गर्दो रहेछ होइन जीवनमा। र मैले पढ्न सकिनँ र म एउटा काम गर्नतिर, मजदुरी गर्नतिर म पनि लागेँ है। त्यसरी चाहिँ मैले फर्स्ट टाइम चाहिँ मैले त्यसरी काम गर्ने क्रममा चाहिँ विराटनगरमा जुट मिलमा चाहिँ मैले त्यसरी काम सुरुवात गरेको हो। र त्यहाँनिर बसेर काम गरियो, लामै समय त्यहाँ काम गरियो होइन। र यसरी चाहिँ मेरो बाल्य जीवन बितेको थियो होइन। र फेरि म मेरो बाँकी कथा भोलि अर्को भिडियोमा लिएर आउने नै छु। र सबैजना दर्शकहरूले चाहिँ माया गरिदिनु होला, मेरो भिडियोलाई हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। तपाईँहरूको सपोर्टको एकदमै आवश्यक छ मलाई होइन।